बालेन सरको त कुरै नगरौँ। बालेन सरको म पहिला फ्यान, एकदम ठुलो फ्यान हो। जबबाट हर्क सम्बाङ राई सर र के अरे बालेन शाहले मेयरमा उठ्यो त्यो बेलादेखि मिडियाले खेद्दाखेरि म हो खम्बा जस्तो भएर उभिने। आज म भाइरल भएको मान्छे पनि मसँग मिडिया बिग फ्यान तपाईँ पहिले? एकदम ठुलो बिग फ्यान हो यिनीहरूको। बालेन शाहको कुरा हर्क सम्बाङलाई लाउने, हर्क सम्बाङको कुरा बालेन शाहलाई लाउनेले गर्दाखेरि मैले मिडियादेखि पत्रकारलाई दुनियाँलाई गाली गरेको छु। मेरो पुरानो भिडियोहरू गएर हेर्नुहोस्। अहिले मेरो त्यो हरायो मोबाइल, अस्ति त्यही झगडा गर्दा हरायो। त्यसमा उ छ कुनै पढ्न लेख्न नआउने भएर, नत्र रिकभर गर्थेँ होला म त्यसलाई होइन। अनि अर्को कुरा के हो भनेदेखि बालेन शाहको सोच के हो भन्दा उसको दिमाग के रहेछ भन्दा सानो कुरामा के भ्रष्टाचार गर्ने ए हो नगर्ने, म गरेपछि म ठुलै भ्रष्टाचार गर्छु भन्ने बालेन शाहको नेचर रहेछ। त्यही भएर त बालेन शाहले यति यो देशको हित चाहेको भए अरू भने त त्यस्तै हो। सिंहदरबार जल्दाखेरि एउटा मात्रै स्टाटस लेखेको भए त्यो माइने हुन्थ्यो कि ए केटाहरू तिमीहरूले जति गर्यौ बाबु, सिंहदरबार त हाम्रो धरोहर हो, जलाउन नहुने, ऐतिहासिक हो, जलाउन नहुने। तिमीहरूले जलाएछ म दमकल पठाइदिन्छु है आगो निभाउनलाई, त्यो दमकललाई के हुने नगर, आगो निप्न देऊ मात्रै भन्या भए पनि हाम्रो मन जित्थ्यो। किनभने सिंहदरबार जलेको छ, हामी रोएको छ। सांसद भवन भोलि बनाउला, केही छैन, सिंहदरबार बनाउन सक्दैन। धराएर त्यस्तै धराएर बनाउन सक्ने भएको भए त्यो भएको जति अवशेषलाई चाहिँ ढाकेर राख्ने थिएन होला, त्यो ठाउँमा त्यही धराएर बन्थ्यो होला होइन। त्यो बनाउन हामीले परापूर्वकालले के परापूर्वकालको इन्जिनियरिङले के हालेर बनायो। अहिलेको जस्तो पैसा खुवाएर पास भएको इन्जिनियरिङ होइन त्यो। त्यस्तो सिंहदरबार अब कसैले पनि बनाउन सक्दैन। बालेन शाह यदि राम्रो भएको भए उसले त्यो, मैले त रिसमा पो भने त सिंहदरबार जलाइदिन्छु भनेको केटाहरू तिमीहरू किन नगर भन्नुपर्ने, उसले त्यो पनि भनेन। बालेन शाह हिजो जनताले आऊ देश बचाऊ बालेन शाह भन्दा बालेन शाह कहाँ थियो? हर्क सम्बाङ राईले के भनेर दौडेर आयो भने 2 नै दिन मात्रै गलत मान्छेको हातमा पर्दाखेरि 19 जना मान्छे मर्यो, सिंहदरबार जलायो। अब सुशीला कार्की इन्डियाबाट अडियो बाहिर भएकोलाई चाहिँ प्रधानमन्त्री बनाउँछु भनेर यो देश सुम्पिन लागेको छ। बरु मै दिन्छु बलिदान, मै बरु यो चुनावमा म लड्दिनँ, उठ्दिनँ, म 6 महिना भए पनि होल्ड गरिदिन्छु यसलाई होइन। राम्रो मान्छे आयो भने त्यसलाई म ह्यान्डओभर गरेर जान्छु भनेर गएको मान्छेलाई चाहिँ तिमीहरू खातेहरू हर्क सम्बाङ लोभको उसले आयो, उसले के अरे कसले प्रधानमन्त्रीको उ गर्यो, तँलाई कसले बोलाएको थियो भनेर कुरा काट्ने। तेरो बाउ बालेन शाह चाहिँ त्यतिखेर आइजो भन्दा चाहिँ आएन। अहिले चाहिँ के भनेर प्रधानमन्त्री चलाउन आएको? अहिले के भनेर प्रधानमन्त्री चलाउन आएको? भिड त फेरि उतिर लागेछ नि त, अहिले देखिन्छ नि त। त्यो त पैसामा बिकेकाहरू हो, पैसामा बिकेका। यिनीहरूलाई म भन्छु जो पनि बालेन शाह रवि लामी जाने र माओवादी नेता काङ्ग्रेस एमालेको पछाडि दौड्या छ नि कार्यकर्ताहरू, याद गर अमेरिकन स्ट्यान्ड बाई आएर यहाँ परेड खेलिसक्यो। भोलि तिम्रो छोरी चेलीको छातीमा, तिम्रो दिदी बहिनीको छातीमा नाङ्गो परेड खेल्दाखेरि बल्ल थाहा हुन्छ तिमीहरूले के गल्ती गर्यो भनेर। 2 पैसाको लागि यो देशलाई लगेर रगतको होली खेल्ने काम नगर। मेरो परिवार चल्छ भने तिम्रो पनि परिवार चल्छ। तिमी पो पैसाले भोलि विदेश भाग्ला, तिम्रो परिवार कहाँ लिएर जान्छ? भियतनामको वारलाई हेर, याद गर, इतिहास पढ, अफगानिस्तानको लडाइँ हेर, अहिले युक्रेनमा चलिरहेको लडाइँ हेर, त्यहाँका मान्छेहरूको कति तिमीहरू जस्तो पैसा खाएर देशलाई कहाँ लगेर भड्कालुमा हाल्ने मान्छेहरूलाई कस्तो आपत परिरहेछ। अमेरिकाको बम पनि त्यहीँ त्यो उसमा छर्या छ, रुसले पनि त्यहीँ खसाल्या छ। हेर सिरियाको हालत के भइरहेछ कि तिमीहरू पनि देख्दै पनि अलिकति तिमीहरू इन्टेलिजेन्ट भन्छौ, म पढाइ लेख्या भन्छौ, म भन्छौ, इन्जिनियर भन्छौ, मैले गरेको सही हो, मैले बोलेको सही हो भन्छ। नलेज राख न, हेर न विश्वको इतिहास कहाँ पुगेको छ आज देश। तर बालेनले केही काम त राम्रो गरे होला नि, यसो भन्छ। हात्तीको दाँत देखाउने एउटा हुन्छ, मैले अघि भनिदिन्छु त। सानो कुरामा उसले इमान्दारी देखायो, किन भन्दा उसले त्यहीँ भित्र भ्रष्टाचारी गर्थ्यो होला, तर उसलाई नजर अरू अलिकति जनताको मन जित्नु छ, बुझ्नु भएन कि? उसले त्यो भएको भएर अहिले होइन भने फेरि बालेन शाह राम्रो भए भए रवि लामी जानुको आवश्यकता किन पर्यो? सिंगल लड्न आउन किन सकेन तिमीहरू? मेरो नजरमा त दुइटै ठिक होइन। हर्क सम्बाङ भनेको त यो देशको कोइनुर हिरा हो, हिरा हो, हिरा। जब नेपालीहरूले यो कोइनुर हिरालाई चिन्दैन
यो देशले ठुलो क्षति बेहोर्नुपर्छ र पछि पस्ताउने भन्दा कुनै छैन। तपाईँहरूलाई नेपालीहरूले हर्क सम्बाङ महावीर पुन कुलमान घिसिङलाई चिनेन। तपाईँहरूले ढुङ्गा सोच्यो, ढुङ्गा होइन कोहिनुर हिरा हो। तपाईँहरूले हिरालाई पनि ढुङ्गा भनेर फाल्नु भएको छ। भोलि यो कोहिनुर हिरा विदेशीले चोर्ने पनि धेरै सम्भावना छ।